लाखे नाच। लाखे जने पूर्णिमाको दिन जन्म भई गाई जात्राको दिनमा बेलुका बाजा गाजाका साथ लाखेको पोसाक र मुकुण्डो लगाइसकेपछि पुजारीले मन्त्र जप्दै अक्षता पानी चढाई बाहिर निकालिन्छ। बाजाको तालमा लाखेलाई दुवै पाखुरामा समाई 2 जना मानिसहरूले अगाडि पछाडि तानेर नचाइन्छ। यो लाखे नाच लगातार गाई जात्राको दिनदेखि इन्द्र जात्राको भोलिपल्टसम्म लगभग 1 महिनासम्म चल्ने गर्दछ। लाखे एक्लै पनि बाजाको अर्को तालमा नाच्ने गर्दछ। यतिखेर भने युवाहरूले टिन बजाएर लाखेलाई गिज्याउने गर्दछन्। गिज्याउने व्यक्तिहरूलाई लाखेले समाउनु खोज्छ र यदि लाखेले समातेमा दक्षिणा दिएपछि मात्रै छोड्ने चलन छ। यसरी लाखेले समाए आफ्नो दशा तथा रोगहरू हरेर लान्छ भन्ने मान्यता रहिआएको छ।